हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ लास्ट गर्मी छ, त्यही भएर म चाहिँ म्याङ्गो लस्सी बनाउँदैछु है त। कसरी बनाउँछु हेरिदिनु होला। मैले यसरी काटेँ। यहाँनिर मैले दही पनि आफूलाई मैले यसरी राखेँ। अब चाहिँ म दही राख्छु। त्यस पछाडि यहाँ आइस क्युब छ, आइस क्युब पनि हाल्छु म। आइस अनि दही अनि आँप हालेँ। अब म थोरै चिनी राख्छु। अब म यो आँप अलरेडी नै एकदमै गुलियो छ, त्यही भएर मैले थोरै मात्रै राखेँ। अब चाहिँ म मिक्सरमा ब्लेन्ड गर्छु। यस्तो भयो साथीहरू मेरो लस्सी। मलाई चाहिँ यो काजुहरू हालेको मन पर्दैन, सिम्पलै मन पर्छ। अब सट्ट खान्छु। अब चाहिँ म खान्छु। हेरौँ कस्तो छ मैले बनाएको लस्सी। अब सबैले बनाएको लस्सी मिठै हुन्छ। यो गर्मीमा झन् चिसो खाना पाए किन मिठो नहुनु। हस् त, थ्याङ्क यू।